हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग सो गाइज आज चाहिँ म उठ्नु बित्तिकै होइन मैले चाहिँ केक बनाउनु थालिहालेँ होइन किनकि मेरो ड्युटी पनि थियो सो मेरो फ्ल्याटमेटले उहाँले होइन मलाई हेल्प गर्नुभयो उहाँले नै सिकाउनु भएको किनकि उहाँले केकहरू चाहिँ एकदम मिठो मिठो बनाउनुहुन्छ नि त अनि जहिले उहाँले पकाएर बनाएर दिनुहुन्छ अनि त्यही भएर आज चाहिँ म पनि बनाउँछु भनेर चाहिँ है अनि बिहान नै उठेर मुखसुख धोएर चाहिँ केक बनाउनु थालेँ मैले चाहिँ हो अनि तपाईँले हेर्नु सक्नुहुन्छ मैले केक बनाउँदा 2टा अन्डा हालेँ है त्यहाँदेखि चाहिँ तपाईँले यति कप चिनी चाहिन्छ होइन त्यो चिनी पनि मैले हालेँ यहाँनिर मिक्सर ग्राइन्डरमा होइन यो चाहिँ हो आँटा यसलाई चाहिँ पहिला चाल्नुपर्छ तपाईँहरूले हो यो चाहिँ आँटा हो है मैदाको चाहिँ नखाने उनीहरू चाहिँ पुरा हेल्थ कन्सियस मान्छेहरू एकदम हेल्दी खान्छ अनि मैले पनि आँटाकै बनाएको है सो यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले होइन यो फर्स्टमा चाहिँ बेकिङ पाउडर हालेको छु है मैले यो चाहिँ एकदम तपाईँले एक्युरेट हाल्नु पर्दो रहेछ तल माथि भयो भने चाहिँ अलिक केक मिल्दैन रहेछ राम्ररी उहाँले त्यही भनिरहेको थियो मलाई यो त मेरो फर्स्ट एक्सपिरियन्स हो होइन अलिकति ज्यादै भएछ है त्यहाँदेखि यो हालेको छु सोडा होइन यो चाहिँ थोरै हाल्नु पर्दो रहेछ होइन मैले चाहिँ त्यति हालेको छु है त्यो चाहिँ तपाईँले नै अन्दाजा गर्नुपर्छ है फेरि अनि यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ मैले चाहिँ थोरै नट्स लिएको छु होइन 4-5वटा तपाईँहरूलाई पनि जे मनपर्छ त्यही हाल्दा हुन्छ है अनि यो चाहिँ यति तेल हाल्छु यो चाहिँ रिफाइन तेल हो त्यो अघि अन्डा र चिनीमा फिटेको हो है यो चाहिँ अब फेरि यसलाई तपाईँले मिक्स गर्नुपर्छ अनि यो 2टा बनाना लिएको छु यो चाहिँ अलिक पाकेको हुनुपर्छ बनाना होइन अनि यसलाई चाहिँ स्म्यास गरेर यस्तो गर्नुपर्छ अनि भाँडा चाहिँ यतिको हुनुपर्छ है यस्तो भाँडामा चाहिँ बिचमा यस्तो राखेर पुरा हिट गर्नुपर्छ है अनि यो चाहिँ भेनिला एसेन्स हो यो चाहिँ तपाईँले 1 चम्चा मात्रै हाल्नुपर्छ होइन 1 टीस्पुन है अनि मैले थोरै यहाँनिर आँटामा चाहिँ नुन पनि हालेको छु है अनि हेर्नु सक्नुहुन्छ मेरो सबै इन्ग्रिडियन्ट्सहरू रेडी भयो अब चाहिँ यो सबै इन्ग्रिडियन्ट्सलाई तपाईँले मिक्स गर्नुपर्ने हुन्छ राम्ररी मिक्स गर्नुपर्छ है मुनिबाट मजाले गर्नु पर्दो रहेछ होइन नभए चाहिँ राम्रो फिटिँदैन अरे अनि मैले आँटालाई चाहिँ 3 भाग गरेको छु यहाँनिर किनकि एकैचोटि हाल्यो भने चाहिँ राम्रो फिटिँदैन अरे त्यही भएर 3 भाग गरेर हाल्नु भनेर उहाँले सिकाउनु भएको छ साथैमा मेरो अनुहारमा हेर्नु खुसी बल्ल बल्ल बनाउनु पाएँ भन्दैमा होइन छिटो बनाएर आएछु किनकि मेरो ड्युटी पनि अब जानुपर्छ खानाहरू खाएर है अनि तपाईँले हेर्नु सक्नुहुन्छ यसलाई चाहिँ 3 भाग गरेर लगाएको छु अब तपाईँहरूले पनि त्यसरी लगाउनुपर्छ तपाईँले कुन हिसाबले कतिजनाको लागि बनाउनुहुन्छ त्यो हिसाबले बनाउनु पर्यो अनि तपाईँलाई के फ्लेभर मनपर्छ प्लिज कमेन्ट गर्नु होला मलाई चाहिँ बनानाको ट्राई गरेको छु नेक्स्ट टाइम चाहिँ अब अरेन्जेसको क्यारेटको सबैको म ट्राई गर्छु स्लोली है तपाईँहरू पनि ट्राई गर्नुहोस् होला मेरो रेसिपी मन पर्यो भने चाहिँ कमेन्ट गर्नुहोस् होला है अनि तपाईँले देख्न सक्नुहुन्छ थोरै दुध पनि चाहिन्छ यसलाई चाहिँ थोरै तताउनुपर्छ धेरै चाहिँ चाहिँदैन दुध है थोरै मात्रै हो अनि तपाईँहरूले यतिकै पनि बनाउन सक्नुहुन्छ प्लेन वाला तर मैले चाहिँ थोरै नट्स हालेको छु होइन यसलाई चाहिँ काटेर मजाले यति चाहिँ हालेको छु मैले है बाँकी चाहिँ टपिङ्सको लागि राखेको छु होइन अनि मैले चाहिँ यो कतिवटा लगाएँ भन्दाखेरि 6-6वटा मात्रै लगाएको अनि एकदम मिठो भएको थियो है अनि यसरी मजाले तपाईँले चाहिँ यसलाई फेरि मिक्स गर्नुपर्ने हुन्छ होइन अनि सबै रेडी भइसकेपछि चाहिँ यसरी गरेर दिइहालेँ है अन्त टक्कै टपिङ्स गरिसकेपछि चाहिँ यो भाँडामा राख्नुपर्ने हुन्छ तपाईँहरूले होइन यो दिन तताउनु पुरा तताउनुपर्छ मजाले तताएर हिट बनाएर मात्रै तपाईँले राख्नुपर्ने हुन्छ होइन त्यहाँदेखि ढकनी छोपेर चाहिँ मजाले 20 मिनट तपाईँले यसलाई पकाउनु दिनुपर्छ है पाक्नु दिनुपर्छ त्यहाँदेखि आफ्टर 20 मिनट चाहिँ फेरि तपाईँहरूले 10 मिनट सानो गरेर पकाउनु दिनुपर्ने रहेछ है सो फाइनली हाम्रो केक पनि रेडी भयो अनि केक चाहिँ चेक गर्दाखेरि तपाईँले यसरी नाइफहरू हालेर चेक गर्न सक्नुहुन्छ इफ त्यो ड्राई छ भने पाकेको इफ त्यो स्टिकी छ भने चाहिँ अलिक नपाकेको रे सो मेरो केक पनि रेडी भयो हेर्नुहोस् त फुटेछ केक त हार्ट सेप त फुटेछ गाइस एनीवेज केक एकदम मिठो थियो होइन र मैले मेरो साथीहरूलाई पनि दिउनाले पनि पुरा मिठो लाग्यो भनेर भन्दै थियो होइन सो आइम सो ह्याप्पी फाइनली आई मेड इट होइन